नमस्ते सम्पूर्ण साथीहरू ब्रेकिङ न्यूज साथीहरू हर्क साम्पाङको रियल फेस आज यो मिडियाले सार्वजनिक गरेछ। त्यो हेर्नको लागि पहिला तपाईहरु यो भिडियो हेर्नुहोस्। झण्डा जलाउँछ के फेरि देशभरि झण्डै जलाउने तपाईं देशैभरि जलाउँछ किनभने हाम्रो तयारी छ देशैभरि देश झण्डा जलाउन चाहिँ तयार छ। झण्डा मात्र होइन देशको चोकमा सडकमा हामी चाहिँ गाई काटेर खान्छौँ। के गर्छ कसले के गर्छ हाम्रो अधिकार क्षेत्रको कुरा हो, हाम्रो अधिकारको कुरा हो। हामी गाई काटेर खान्छौँ देशैभरि, हामी झण्डा जलाउँछौँ देशैभरि। साथीहरू तपाईहरु यो भिडियो हेरिसक्नुभयो। साथीहरू जो व्यक्ति भन्छ आजको दिनमा मै हो प्रधानमन्त्री र मै यो देशलाई बनाउँछु भनेर त्यही व्यक्तिको अभिव्यक्ति हो यो आजदेखि केही वर्ष अगाडिको। र साथीहरू धन्यवाद रहेछ जुन मिडिया कर्मीले यो भिडियो भाइरल गर्नुभयो। साथीहरू चुनाव हाम्रो मुखमा रहेछ र साथीहरू चुनाव आउने समयमा यस्तो अभिव्यक्ति दिएको भिडियो सार्वजनिक गरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद। साथीहरू जनताहरू तपाईहरु सचेत हुनु होला। कुन मान्छेले भोट दिँदै हुनुहुन्छ, कुन मान्छेलाई म देशको प्रधानमन्त्री बनाउँछु भनेर हिड्दै हुनुहुन्छ तपाईहरु त्यसको अनुहार हेरिहाल्नु, यही हो अनुहार। साथीहरू उहाँले चाहिँ के भन्दै हुनुहुन्छ, म हरेक चोकमा नेपालको झण्डा जलाउँछु र हरेक चोकमा गाईको मासु काटेर खान्छु। साथीहरू गाई हाम्रो राष्ट्रिय जनावर हो र त्यसको विषयमा यस्तो अभिव्यक्ति दिनु साथीहरू यो व्यक्ति देशको लागि राम्रो छ। साथीहरू यो देशद्रोही हो। जसले देशको बारेमा यस्तो बोल्छ त्यो देशद्रोही हो। साथीहरू तपाईहरु आफ्नो मत यस्ता व्यक्तिलाई दिनुभन्दा अगाडि 25 चोटी सोध्नु र यो भिडियोलाई हेर्नुस् र यो भिडियोलाई भाइरल बनाउनुस्। साथीहरू चुनाव आउँदैछ। साथीहरू कस्तो लाग्यो यो भिडियो? यस्तै भिडियो अपडेटको लागि मलाई सब्स्क्राइब गर्नु होला। हस्त धन्यवाद।